आज म तपाईँहरूलाई साउनको 25 गते बिहान तपाईँलाई म नेपालको सेयर बजारबाट थोरै मलाई दुई शब्द भन्नु मन लागेको कुरा भनिरहेको छु। अहिले के हुँदैछ भने नेपालमा यो राजनीतिक पनि स्थिरता नै हो, तर अलिअलि यो थुन्ने ओर्ने कामहरू यो ठुला बडाहरूलाई अथवा पहिला घुसखोरीहरू अथवा तस्करहरू अथवा तपाईँहरूको जे भनेर व्याख्या गरिदियो भने जस पहिला चाहिँ सेयरमा म्यानुपुलेसन गरेर बढाउने र घटाएर पैसा कुम्ल्याएर निक्लिनेहरूलाई अलिअलि समाउने, अझै बाँकी को कति छन् त्यो समाइरहेछ। त्यो सबै कुरा देखिँदैछ। तर अब शेरबहादुर देउबा आउँदैछ भन्नु फेरि समाउने भन्ने जस्तो कुरा आएको छ। त्यो भएको भएर अझै थप केही कुराहरू राजनीतिक उथलपुथलहरू अझै हुन्छ। काङ्ग्रेसभित्रको लडाइँ पनि बाँकी नै छ र एमाले त त्यसै अब एमालेमा नि त्यस्तै छ। अब राजसपालाई सिद्ध्याउने भनेर अर्को सापमा गरेर लागिरहेका भएर यिनीहरूले केही नि गर्दैनन्। किनभने 5 वर्ष निरन्तर सरकार हो। तपाईँहरूले के गर्नु पर्यो भने यी कुरालाई चाहिँ राजनीतिक घटनाक्रम पनि सेयर बजारमा प्रत्यक्ष असर गर्ने भएको भएर असरका कामहरू हुन्। तर तपाईँहरूले चाहिँ अब के गर्नुहोस् भने म तपाईँहरूलाई के भन्न चाहन्छु भने सेयरमा चाहिँ टाइम मुभमेन्टलाई फलो गर्नुहोस्। जो चाहिँ अब टाइम मुभमेन्ट होइन भन्नुहुन्छ नि, त्यो टाइम मुभमेन्ट नै हो नेपालको। अब दसैँमा ठ्याक्कै टार्गेट लिएर कुन बेला उकालो लाग्छ र कसले बेचेर निस्किन्छ। एकचोटि अहिले कस्तो ट्रेन्ड छ भने पहिला चाहिँ सेयर बेचेपछि सेयरमै फर्किन्थ्यो होला पैसा। अहिले सेयर बेचेपछि सेयरमा पैसा फर्किने चाहिँ एकदम न्यून भएको भएर तपाईँको 10 अर्ब भोलुम आयो, 15 अर्ब भोलुम आयो भने त्यो सुकेर जसले 15 अर्ब भोलुम हुँदाखेरि बेच्नुहुन्छ उहाँहरू क्यास पाउने भयो। जसले 15 अर्ब भोलुम हुँदाखेरि बेच्नुहुन्छ उहाँहरूले त क्यास पायो, आफ्नो ब्याङ्कमा सुरक्षित भयो। तर जसले सेयर किन्नुहुन्छ नि उहाँहरूले 6 अर्ब भोलुम आउँदा बेच्नुहुन्छ क्या। किनभने किनिदिने मान्छे हुँदैन, आफूले पनि योभन्दा तल घट्यो भने त बिजोक हुन्छ भन्ने भएर चाहिँ अब त्यो स्टप लसहरू भन्ने कारणले बेच्नुहुन्छ। त्यो बेलाको भोलुम नै त्यो जसले पैसा लिएर बस्छ उसैले उठाइदिने भएको भएर फेरि 15 अर्ब भोलुम हुँदा बेच्ने र 6 अर्ब, 1 अर्ब, 2 अर्ब, 3 अर्ब यस्तै जस एकदम लो अब घट्न सक्दैन भन्ने स्थितिमा चाहिँ किनिदिने भएको भएर सेयरमा चाहिँ अहिले ठ्याक्कै एकदम गाह्रो भएको छ बुझ्न। अनि अर्को कुरा रह्यो, जस्तै पहिलाको चाहिँ अब आइपिओको क्यासहरू कहाँ जान्थ्यो थाहा भएन। अहिले चाहिँ आइपिओ पर्ने मान्छेहरूले म्याक्सिममले चाहिँ तपाईँको अब सेयर बजारभन्दा बाहिरको एक्सपेन्सेस भनौँ न, आइपिओ पर्ने पनि अहिले प्रायः छ सेयर बजारमा। अब मान्छेहरू 20 लाख सक्रिय लगानीकर्ता छ भन्छ, त्यो पनि हो कि होइन थाहा छैन। आइपिओ होल्डरलाई पनि सक्रिय भन्न सक्छ। तपाईँको ठुला लगानीकर्ताहरू त त्यस्तो छ जस्तो लाग्दैन मलाई। तर सिम्पल रूपमा भन्ने भने 1 लाख, 2 लाख, 50,000, 20,000काले 10 लाखसम्म हाल्ने मान्छेहरू होला, 10-12 लाख। तर त्योभन्दा बढी चाहिँ तपाईँको 1 लाख, 1.5 लाखले चाहिँ ठुलो के बिग इन्भेस्टरको रूपमा भनेको करोडौँ पुँजी हालेर करोडौँ पैसा निकाल्ने काम चाहिँ त्यति थोरै 1-2 लाखै होला नि मान्छे। तर 28 लाख डिम्याटमा त कसैको 2टा छ, कसैको 3टा छ। त्यो डिम्याटको कुराहरू त सेयर भर्ने एप्लिकेसनको कुरा त त्यो अब मतलब 5 रुपियाँ लाग्छ। आइपिओ अप्लाई गर्यो, परे पर्छ पर्दैन भन्ने कुरामा आयो। र तपाईँहरूले एउटा कुरा के बुझ्नु पर्यो भने दसैँको लागि टार्गेट गरेर बस्नुहोस्। र दसैँमा जब तपाईँहरूले सेयरमा जब दसैँको केसमा चाहिँ ठ्याक्क तपाईँले दसैँको बेलामा ठ्याक्क पैसा पाउनुहुन्छ नि, कस्तो पैसा भन्नुहुन्छ नि, अब दसैँको लागि भनेर अहिले बजारमा मुभमेन्ट देखिन्छ, 100% देखिन्छ। जहिले देखेको, कहिले तपाईँको दसैँ आउनुभन्दा 2 महिना अगाडि नै मुभमेन्ट देखिने, सेलाउने। अनि जब 2 महिना अगाडि नै मुभमेन्ट देखिन्छ कुनै बेला चाहिँ अब दसैँमा यो पटक बढ्दैन क्या भनेर मान्छेहरू चुपचाप हुन्छ। अगाडि ठ्याक्कै दसैँ अब 1 महिना जस्तो बाँकी छ भने त यसको फेरि कस्तो हुन्छ नि, क्यास सेटलमेन्ट गर्नु पऱ्यो, ब्रोकर सेटलमेन्ट गर्नु पऱ्यो, क्यास खातामा आउनु पऱ्यो, सेयर ट्रान्सफर हुनु पऱ्यो, सबै भ्याउने हिसाबले यो जस्तै दिँदैन कि भन्ने ब्रोकरहरू पनि क्लोज भएर यतिकै आज पर्सि आउने पैसा आज बेचेर के भएर अलिकति कस्तो हुन्छ नि 1 महिना जति टाइम फ्रेम बाँकी छ जस्तो गर्छ। किनभने घट्टीमा ढिलोमा, नत्र भने तपाईँको भदौमा मुभ लिन सक्छ। असोजमा छैन दसैँ, भदौको अन्तिमसम्ममा नि मुभ लिन सक्छ, भदौको पहिलो हप्ता दोस्रो हप्तामा मुभ लिन सक्छ। धेरै दिन लाग्दैन, सर्ट गरेर जान्छ। र तपाईँको सेयर बजारलाई हेर्नुहुन्छ भने
यही 2900 आसपासमा पुगेर बजार अथवा 2800 पुग्दाखेरि पनि टन्नै कमाउने मान्छेले टन्नै कमाउँछ। तपाईँको सेयरको मात्रामा कस्तो हुन्छ भने कुनै कम्पनी तपाईँको 220मा किन्छ र 280 70 बेच्छ, यति बेचेपछि पुगिहाल्यो क्या। किनभने उनीहरूसँग 20,000 50,000 किता हुन्छ क्या, 1 लाख किता हुन्छ क्या। तपाईँ हामी जस्तो 500 200 100 10 किता होइन क्या यिनीहरूसँग। त्यही भएर यिनीहरूले 1 कितामा 20 रुपियाँदेखि 50 रुपियाँको नाफा खायो भने त्यो चाहिँ धेरै ठुलो पैसा हो। यिनीहरूले खाने नि यही रहेछ। तर सानो लगानीकर्ता भनेर कसलाई भन्ने भन्दा तपाईँको म चाहिँ के भन्छु भने 5,000 भन्दा कम किताब अथवा 10,000 भन्दा कम किताब भएकालाई सानो स्मल इन्भेस्टर भन्छु। किनभने 10,000 किता पनि हुन्छ, ठुलै किता हो। तर यिनीहरूसँग चाहिँ लाखौँ किता हुने भयो क्या। जस्तै एउटा मान्छेसँग अब 4 अरबको कम्पनीमा 4 करोड किता हुन्छ। 4 करोड कितामा तपाईँको यिनीहरूसँग 50,000 1 लाख किता हुने भयो क्या त्यस्तो कम्पनीको ठुलो बिग इन्भेस्ट। अनि 50,000 1 लाख किता सेयर छ भने हुन त अब उनीहरूले कुनै कम्पनीको 10 लाख किता नि होल्ड गरे होला। तपाईँले के बुझ्नुहोस् भने सानो सस्तो कम्पनीमा भन्दा पनि सस्तो कम्पनी चाहिँ सस्तो कम्पनी, किनभने महँगो कम्पनीमा फ्लक्चुएसनै धेरै हाई हुन्छ क्या तपाईँको। तर कमाउँछ त्यस्तैमा, तर टाइम म्यानेज गर्नु भ्याएन भने त त्यसले डुबाइहाल्छ। किनभने डुबाएपछि त्यसले धेरै रिस्क हुन्छ, धेरै नै तनाव दिन्छ। तर अब जस्तै तपाईँको अहिलेको लागि चाहिँ अब निफ्रा चाहिँ बढ्दैन भन्छु म। अब एकचोटि चल्यो भने अपरतामा कोसी चल्छ। ठुलो क्यापिटलमा यो एकदम ठुलो छ, 180 190 अब पानीको मूल्य हो। विदेशमा बस्नुहुन्छ भने एक बोतल पानीको भरमा किता आइरहेछ। 5-10 हजार किता किनेर छोडिदिनुहोस्, योभन्दा तल झर्दैन। बढ्दाखेरि बढेरै दिन्छ नाफा। 5-10 हजार किता किनेर छोडिदिनु भने यसले 6 महिना 1 वर्षमा तपाईँलाई अब 5,000 किता किन्नु भने 5 लाख रुपियाँ नाफा दिन्छ। त्यो 100% हो। तर किनेर छोड्न चाहिँ पर्यो क्या, त्यस्तो खालको कम्पनी हो। त्यही भएर अपर नै किन रोज्नुहुन्छ। तर जस्तै कि आरएसएमएलहरू चाहिँ नरोज्नुहोस्, किनभने तिनीहरू चाहिँ अहिले अब ब्रोकरको पनि कति भदौ 1 गतेबाट यो म्युचुअल फन्डहरूले पनि लक इन खोलिने भएको भएर यो एकदम तलमाथि गर्छ। अझै घट्ने भयो भने उनीहरूले नै अलिअलि किता, यिनीहरूसँग टेक्निक हुन्छ क्या, बेच्ने र किन्ने यिनीहरूसँग टेक्निक हुन्छ। हामी जस्तो होइन। अब डिमान्ड देखाइदिने बाई गरिदिने, सेल गरिदिने, सेल देखाइदिने बाई गरिदिने, यस्तो हुन्छ भन्छन् होइन। त्यही भएर तपाईँ हामीले बुझ्न सकिँदैन। डिमान्ड र सप्लाईको भरमा मात्रै र डिमान्ड चार्ट मात्रै भरेर हुँदैन। किनभने एकदम लोवर लो पनि कहिले कहाँसम्म आउँछ। 2000को सेयर 200-300सम्म आयो, लोवर लो बनाउँदै आयो भने त्यो लागि रोकेर बस्न चाहिन्छ। त्यस्तो लोवर लो होइन कि हिस्ट्रीकै लोवर लो पनि बनाउन सक्छ त्यो कम्पनीले। त्यसको आर्थिक स्थिति, इन्भेस्टरको टाइम फ्रेम र को मान्छेले कुन कम्पनीलाई म्यानिपुलेसन गरिरहेछ, तिनीहरू यथावत कुराले असर पार्ने भएको र यस्ता कुरामा तपाईँले कि विशेष फोकस गरेर कम्पनीको एभरेजिङ प्राइस, एभरेज रेसियो, सेयर भोल्युम चाहिँ सबै कुरा हेरेर तपाईँले अगाडि बढ्नुभयो भने कम्पनीमा घाटा भन्ने चाहिँ हुँदैन। यति कुरा 3टा कुरा ध्यान दिएर तपाईँ सेयर बजार गर्नुहोस्। तपाईँको जिन्दगीमा टाइम लाग्छ। सेयरमा चाहिँ आजको भोलि कमाउँछु भन्ने मान्छे धेरै कम हुन्छ र किनिसकेपछि नाफा खानलाई कस्तो कम्पनी किनेको छ त्यसले आधार गर्छ क्या। तपाईँले सस्तो कम्पनी किन्नुभयो त्यसले पनि हुँदैन। मुभमेन्ट आउने खालको क्या। जस्तै अहिले भर्खर त तपाईँले मुभमेन्ट कम्पनीमा थाहा पाउनुहुन्न, तर टाइम फ्री लागेर बस्नुभयो सेयरमा हेर्दै गर्नुभयो भने यो हल्ला हुन्छ नि। जस्तै फेसबुकमा आएर तपाईँले फल्नाले के यो एचएफआइएन किन्नु भएको रहेछ, यो त तपाईँको राम्रो छैन सर, बेचिदिनुहोस्, यस्तो होइन। किनभने त्यो आइपिओ भने त्यो ठिकै होइन भने त्यो एचएफआइएन भन्नेहरू 1200-1300 पुगेका अहिले 600-700 छन्। ती 600 बेच्दा के फाइदा हुन्छ? तिनीहरू कतिमा किनेको रेट 1000मा किनेको भए त्यो त्यस्ता खालको कम्पनीमा इन्भेस्टमेन्ट गर्नुभन्दा पनि तपाईँले 200को पेरोफेरोमा भएको कम्पनी किनेर, ब्याङ्किङहरू ठुलो चाहिँ भन्दिनँ म, चल्दाखेरि यिनीहरू कस्तो चल्छन् भन्नुहुन्छ भने एकदम मुभ आउने कम्पनीहरू हुन्छन् क्या। अब जस्तै कि कर्भहरू 2 वर्षदेखि होल्ड गरेर बसेका कम्पनीहरू, यिनीहरूलाई नै फोकस गरेर बस्नुहोस् र तपाईँहरूले गर्दै जाँदाखेरि यिनै कुराहरूले गर्दाखेरि तपाईँलाई एकदम राम्रो बनाउन सक्छ र एकोमोडेसन फेजहरू नै हुन्छ। र आरएसआईहरूले पनि अहिले अपट्रेनै दिइराखेको भएर तपाईँहरूले किन्दै जानुहुन्छ। बढ्दै जाने खालको कम्पनी रेसियो छनौट गर्नुहोस्। र मलाई जहाँसम्म लाग्छ कुनै पनि सस्तो कम्पनी छ सबले हेला गर्छ, त्यस्तैले नाफा धेरै दिएको भेटियो। किनभने तपाईँको पैसा अरू यो त राम्रो भनेकामा मैले पनि एसएसबिसी राम्रो सबले फेसबुकमा भिडियो बनाएँ, मैले त्यो किनेँ, त्यसले मलाई यति घाटा बनायो। त्यही पैसा मैले अहिले
अप्परमा 170 हालेको थिएँ भने मैले घट्टीमा चाहिँ 50,000 देखि 1,00,000 रुपियाँ नाफा देखेँ। तर मैले अहिले चाहिँ के लाग्छ भने अरूले कसरी फल्ना अप्पर तामाको चाहिँ बेचिदिनुहोस्, यो त कम्पनी घाटामा छ, त्यस्ता मान्छेको कुरा सुनेर तपाईँले लगानी गर्नु भने तपाईँलाई बजारमा चर्लकै सिधाउँछन्। तपाईँले भोलि बढिसकेपछि किन्नुहोस् भन्ने मान्छे तिनीहरू नै हुन्। त्यही भएर त्यस्तोको पछि नलाग्नुहोस् भन्न चाहन्छु म।